अरे जल्दी भाग पानी परो होटलमा गएर बसौँ ल सिधा अगाडि गएर न अलिमा यता ल फेरि अर्को हेलमेट यसलाई नि स्क्रच गर्नुपर्छ अगाडिबाट हैन त्यस्तै त गर्न भन्ने यार मेरो सबै हेलमेट भेइनी भयो त्यसै स्क्रच गराउँदा गराउँदै अर्को त भएन त्यति त अर्को भयो दुईटा भाइजर अन गर भाइजर मात्रै निस्क्यो त्यो त अर्को नि भाइजर हैन छड्के बनाऊ छड्के त फेरि खोल्नु पर्छ यार केही यहाँ हुन्न यहाँ हुन्न के यसको यहाँबाट हुन्न यहाँ यताबाट हुन्छ कि यहाँबाट हुने रहेछ कि यसको त्यस्तो हो कि यहाँ हुन्छ खै रोक्यो त हुन्न भात दिउला भात दिउला के त डल्ले थिएन खोइ त भने हेर्न सक्नुहुन्छ दर्शक हामीसँग छन् ऋषभ बस्नेत एक नम्बर कहाँ के भन्छ नि 17 देखाएको क्या चिन्ता केही छैन हेर्न सक्नुहुन्छ दर्शक हामीसँग छन् यहाँ यता हाम्रा ऋषभ बस्नेतजी यता हाम्रा अमृत पाण्डेजी यता चाहिँ हाम्रा पदम बस्नेतजी पदमजी नमस्कार गालामा के हो हैन यही झोस दिउ के हामी कहाँ जाँदैछौँ हामी लोरी जाँदैछौँ यो चाहिँ हाम्रो ठाउँ चाहिँ कहाँ छ मालहरानीमा छ सन्धिखर्क भल गऱ्यो कि न्युज रिपोर्टर हो यार यहाँ न्युज तयार गरिराख्ने तिमीले अमृत भल गऱ्यो कि न्युज रिपोर्टर हो यार देखाइदिन्छन् र सिधा अगाडि गएर न अलिमा यता ए मजाक गरेको सिरियस हो भाइ सिरियस हो जाति हो यार ये अब चाहिँ लाग्यो है गाइस रक गार्डन कहाँ थाहा नि रक गार्डन हामी रक गार्डन होइन रक गार्डन त्यहाँ माथि छ बिरबन फाइनमै हो झन् मान्छे देखिँदैन त युट्युबको फाटेर क्वालिटी होइन युट्युबमा पोस्ट गर्दाखेरि क्वालिटीमै जान्छ तिमीले कसरी पोस्ट गर्छौ भन्नेमा चाहिन्छ पोस्ट त यता चाहिँ पिच रहेछ लजन जाँदा कता हो यता त ल हजुर सर तर बाटो चाहिँ गाइस खतमै छ बाटो त खत्तमै हो न पुरै खत्तम बाटो त कहाँ आइयो होइन हामी बवाल छ ठाउँ त अब के भन्ने यार आउनलाई गाह्रो हो गोखुङ्गा गोखुङ्गा हुन्छ क्या सायद उत्रिन पर्यो चलाउने र चलाउन लाग्यो मैले पछाडि बसेर भिडियो बनाउँछु सेतो टी सर्ट लागेको त खतरा चम्केको त यार उता गुल्टे लाए गुल्टी नहोज्छ है बत्तल त पानी गुल्टाए नि स्प्राइट नगुल्टाए भन न अनि पर्छ होइन के यार ठाउँ के पर्छ उता के कुन ऊ पर्छ जिल्ला पर्छ त्यो सन्धिखर्क त पर्दैन होला के छ उतातिर यो चाहिँ भनेपछि गुल्मी पर्छ होला गुल्मी त पर्दैन होला प्युठान पर्छ कि क्या सायद प्युठानले भेट्छ र यता प्युठानै पर्छ कि खै त्यतातिर अब प्युठानै पर्छ होला ए यार उतातिर गाडी जान त बहुत गाह्रो यार हाम्रो अर्को एकजना हराइगयो कहाँ गयो तिमी एकजना हराइगयो कहाँ गए आए पानीको बोतल एकान्छ बल्ल बल्ल आए कहाँ हो क्या हराउनी कहाँ हो हराएको
अझ ल छोपा त म चाहिँ अब ड्राइभिङ गर्छु लोरी पुग्यो भ्लग हो कि समाचार हो भनेर होइन साँझ चाहिँ पोस्ट हुन्छ त हेरेर स्थलगत रिपोर्टिङ हो कि यो है छ केही त लिएर जानु पर्यो यार त्यो उल्लिनु बिर्सियो कि ज्याकेट त डिक्की त खोल्नु पर्यो चाहिन्न कि अहिले फोटा त खिच्नु पर्यो को फेरि आएर माइक जान्छ पर्दिन कि यस्तो खिच्यो नि राम्रै छ लोरी आयो गाइस लोरी कस्तो लाग्यो त लोरी बोल सकता था फैमिली देखती है वरना इनको ऐसी ऐसी गाली दूँ ऐसी गाली दूँ यस्तो ठाउँ हेर्नलाई यार यहाँ त अझ भेडा फुकाएर नल्याएका त झन् गाली खान्छन् भेडा फुकाएर ल्याउँ कि एकछिन चराइदिन्छ भन्दै भेडा चाहिँ फुकाउनु पर्ने के भेडा फुकाएनन् गाइज हो भेडाको नि मुटु भएन तिमीलाई देखेपछि त झन् भाग्छन् अनि साथमा यो पनि हो हात पुरानो ल्याउन पर्ने के छोडेर हिँड्न त मिल्थ्यो कैसे खाएँ इसको बल भ्यू भयो यार बोका देखेपछि भन्न पछाडि फेरि पछाडि यार अहिले कपिराइट आयो नि यो त भएन के त अति चाहिँ भएन र दुईवटा चौकी चारजना तिमीलाई त यो भेन्छ सुरुमा नदेऊ होइन पदम बस्नेतले चिने हो कि नै मेरो सब्सक्राइबर भेटेका छन् गाइज एउटा दुईटा यिनले बिग फ्यान भन्दै थियो अघि मैले चाहिँ भाइलाई हेरी बिग फ्यान भन्दै थिएँ एउटा ललिपप किनेर खुवाइदिएँ ललिपप मजाक नगर न भिडियोमा आएछ नि त ऊ चाहिँ फर्स्ट सब्सक्राइबर हो गाइज फर्स्ट सब्सक्राइबर लोरी 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 मेरो भाइ फोनले हेर राम्रै हिँड्दिनँ कि ए हेर्न आएको त्यो इफेक्टले हो क्या फिल्टरले धेरै मक्खी नपर हजुर दाई हजुर दाई सन्जु दाई बिन्दास कसै भन नि ल यहाँ सबैभन्दा इजी के चलाउँछ नि स्न्याप ह्याप्पी 7/15 को त बल्ल हेर्ने यार भिडियो हाम्रो चाहिँ फोटो अझै खिच्यो होइन यिनीहरूले चाहिँ बहुत खिचेन सबभन्दा बढी खिचेन यिनले त्यहाँबाट इसके बाद इसने खिचाए फिर इसने खिचाए मैंने और इसने नहीं खिंचाए सिर्फ कैमरामैन बनाते बैठे हैं ल ल अन्नको छ्या कति कालो देखियो होइन क्या म चस्मा लाउ गर यार बुझ न कालो चस्मा लाउ त कालो देखिन्छ नि कस्तो चिसो छ नि क्या चिसो छ अरे जल्दी भाग भलक छिटो 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 पानी परो गाइस पानी परो यो त भिजे यार के को के पानी त यो त वाटर प्रुफ हो अझै ल त मुई प्रुफ भगर ए हाम्रो गाडी त यता हो यार पानी परो होटलमा गएर बसौँ यो त डर के अरे भाई अरे लड़केगा अबे लटेगा ये डर के हो यार
भित्रै परो पानी एउटा लागे बाइक यता हान गर हेलमेट दिउ न जाडो भयो पानी पर्यो है यहाँ जाडो भयो के ज्याकेट लाउ त भनेकै थिएँ यस्तो छ मौसम नयाँ चस्मा ट्राई गरौँ गाइस भन्न नि पछि भनेका हो तिमीले म घर आउने बेला यता वाड हिँडेसी तातो कपडा लगाएन भन्दै ए त्यही होइन अझ हटारी आएसी हो हटारी हो कुरो भएको हाम्रो जाडो हुन्छ नि लोरी आउँदै हुनुहुन्छ नि गाइस तातो कपडा लगाएर आउनु होला होइन तातो तातो कपडा लगाउनु होला यहाँ जाडो 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 भयो त्यस्तो यस्तोमा डाँडामा त्यही त हो नि अहिले बर्खा टाइममा त जाडामा त त्यस्तो पानी पर्ने त चान्स होइन यता कुहिरो लाग्ने यता त्यता भइहाल्छ के खनायो गाइस यता खनायो तर कस्तो राम्रो देखिने यार सेतो टी सर्ट लगाएपछि राम्रो देखिन्छ होला होइन यस्तरी कुरा हुन्छ बाइक चलाउँदा पनि त्यही भएर यस्तो भिडियो बनाउँदा हुन्छ ल दिदी हाम्रो अघि अघि दिदी हुनुहुन्छ बाटो खत्राङ र खुत्रुङ छ अगाडि अगाडि दिदी हिँड्न अगाडि अब यता गर्नुहुन्छ कहिले उता गर्नुहुन्छ परेन ल बड्डाले तामालकै बनान हेर्छन् नि जोग छैन अनि कहाँ एउटाले होरेन बजाउँदै गयो ए हिलो 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 यस्तो हिलो भने अहिले त त्यस्तो केही छैन हिउँ पर्दाखेरि त कहाँ पऱ्यो तर हिउँ यहीँ जुन माथि डाँडा गयो नि त्यहाँ पर्छ त्यता